गिलो चटपटी चाहिँ यस्तो भएको छ है फुलिरहेको रहेछ यो चाहिँ कसरी निकाल्नु पहिला निकालिहालौँ ल यसै हेर्नुहोस् है हामीले चाहिँ बटुलिसक्यौँ हो के भन्छ भने मर्छु माथि पुन्टे मामा भन्छ होइन पुन्टे मामा खाँदै एभ्रिवान नमस्ते सबैजनालाई र तपाईँहरू सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा एकदमै वेलकम गर्दै आज भने चाहिँ हामीहरू गिलो चटपटे खानु लागि सामान किन्नु लागि चाहिँ हामी ओह्रालै जाँदैछौँ हो अन्त मजा आउँदैछ हिँड्नु यस्तो दामी हेर्नुहोस् हरियालीमा वरिपरि सबै हरियाली होइन अगाडि जाँदैछ माम मौरेस साङ्गु चाहिँ हो अन्त यस्तो बाटोमा जाँदैछौँ म देखाउँछु तपाईँहरूलाई मौरेस त कहाँ पुग्यो साङ्गु साङ्गु छ हाई बना यस्तो जाँदैछौँ है मामहरू यहाँ तल मौरेस त्यहाँ पुग्यो हो यताको हेर्नुहोस् यो भ्यू चाहिँ एकदम कस्तो मजाको छ हो यो सबै देख्ने सबै सिक्किम हो यताबाट जाँदै गरेको हामी चाहिँ यो बाटो ओह्रालै जाँदैछौँ अहिले भने चाहिँ हामी रोड झरिसकेको छौँ हो माम र मौरेसको बात अझै सही छैन साङ्गु यहाँ छ यस्तोमा हिँड्दैछौँ अब चाहिँ रात पर्नु आँटिसकेको छ हो अब चाहिँ हामीहरू त्यहाँ गएर मजाले केहरू किनेर गएर चाहिँ फर्किन्छौँ यहाँ चाहिँ शिवलिङ्ग रहेछ सानोबडे भित्तामा हामी चाहिँ अब फर्किँदैछौँ म यहाँनिर हेर्न सक्नुहुन्छ यो जग्गालाई के भन्छ साङ्गु धुमताम भन्नु पनि भएन के भन्छ भने मर्छु माथि फुरुन भन्छ अरे यो जग्गालाई यहीँ दोकान अब फेरि हामी गएको यो चाहिँ खाँदै देख्नु नै खानु मन पऱ्यो सानो हामी कम्ता खान्थेन पुन्टे मामा भन्छ होइन पुन्टे मामा खाँदै रात पऱ्यो अब चाहिँ यहाँबाट जस्तो हेर्नुहोस् कस्तो दामी देख्दो रहेछ वेदर जग्गाहरू हामी चाहिँ यताबाट आएको एलियस आएछ कहाँबाट आयो तिमीहरू कहाँबाट आयो हामी चाहिँ बात मार्दै तल्लो बाटो आएको फर्स्ट टाइम हिँडेको यो बाटो चाहिँ यहाँनिर मौरेस चाहिँ लो प्लान्ट खोज्दै हिँड्दैछ यहाँ एलेक्स हाई गरिदेऊ ऊ चाहिँ देवर बाबुको साथी तिमी कहाँको भनिदियो राजस्थान मजा आउँदैछ यतानिरको वेदरहरूसँग मौरेस देखाउँदै यहाँ प्लान्ट देखाउनु तिम्रो प्लान्ट अरे यो रुख नेभाराको रुख मौरेस चाहिँ जहिले त्यस्तै हो मकैहरू चाहिँ हेर्नुहोस् के त अन्त रात पर्न आँटिसकेको छ बोजूको घर चाहिँ त्यो हेर्नुहोस् देवर चाहिँ यहीँ भाउजू खोज्दै आएछ यहाँ ए सेम डिजाइन पनि त सेम माम आकाश चाहिँ हेर्नु यस्तो दामी यहाँनिर चाहिँ सानो फुलहरू रहेछ है ग्ल्याडिस यो चाहिँ हो रहेछ कृपा स्कुल मौरेसहरू चाहिँ अगाडि जाँदैछ ए ग्ल्याडिस चोर्नु लागि जाँदैछौँ हो यहाँनिर स्कुलको हो यो साङ्गु कि कहाँको स्कुलको होइन त्यो बारीमा अम्बो कति बारीभरि रहेछ यहाँनिर चाहिँ अब एक बुके भनेर लान्छु बारीभरि रहेछ यस्तो उखाल्नुपर्छ होला यसरी नै तान्नुपर्छ होला यो त अम्बो फुलिरहेको रहेछ यो चाहिँ कसरी निकाल्नु पहिला निकालिहालौँ ल यसै हेर्नुहोस् है हामीले चाहिँ बटुलिसक्यौँ हो यहाँनिर चाहिँ चिल्लै पारेर एक दुईवटा रह्यो साङ्गु चाहिँ यस्तो जरा भएको लान्छ जरा देखाउँ पत्ता लाने रे चाहिँ म चाहिँ यो जरा रे यो फुल सबै हामीलाई छोडेर माथि पुगिसक्यो अब चाहिँ मान्छे सेम देख्दैछ होइन यो चाहिँ तर मान्छे चाहिँ होइन हो तपाईँहरू कतिजनालाई याद छ यसरी चाहिँ बाँदरहरूलाई झुकाउनु लागि मकै खान्छ भनेर त्यसरी गर्छ हो गाउँ बस्तीतिर चाहिँ हामी चाहिँ उकालोमा साह्रो पऱ्यो मामहरू चाहिँ माथि म चाहिँ यहीँ बोकेर जाँदैछु रात पर्न आँट्यो अब चाहिँ सेम मान्छे चाहिँ देखेको हेर न यहाँनिर चाहिँ हेर्नुहोस् है हावा खाने जग्गा बनाएको रहेछ होइन यहाँदेखि भ्यू चाहिँ देख्न सक्नुहुन्छ यस्तो दामी यस्तो रमाइलो यहाँ पनि बनाएको रहेछ यहाँनिर चाहिँ 3जना बाँदरहरू भिड रहेछ म्याम
आउनु न अब यस्तो रहेछ रहेछ क्या डर लाग्दो रहेछ होस् जाउँ मलाई डर लाग्दैन ल कस्तो मिठो हाल्छ यहाँ माम जानु त के छ भाउ क्या मजा आयो गरम भएको बेलामा अम्बो उतल भिड रहेछ नि त है अम्बो यहाँदेखि ओह्रालो गयो दुईजना चाहिँ फर्स्ट टाइम देखेको होला यस्तो यस्तो दामी माम जानु हुँदैछ अब चाहिँ हामी पुग्नु आँट्यौँ हो मेरो यो चाहिँ देखाउनै पर्छ यस्तो दामी यस्तो उकालो चाहिँ साँच्चै भनेको कहिले पनि हामीले हेरेन म चाहिँ चढेको थिइनँ हो यस्तो ओह्रालो सबभन्दा फर्स्ट चाहिँ मै आउँदैछु हामी 4 जना गएको अब चाहिँ यतिजना गइरहेको छ अब रात पर्न आँटिसकेको छ यस्तो उकालो हेर्नुहोस् है बाटो चाहिँ अब चाहिँ हामी थाकेर आइपुग्यौँ म घर दुईजना चाहिँ पर्खिरहेको थिएछ पुरा ए दुईजना चाहिँ पर्खिरहेको रहेछ हामी चाहिँ अब झालमुरी बनाउनु थालेको मुरा यहाँ छ यहाँनिर हेल्प गर्नेहरू चाहिँ म चाहिँ यहाँनिर गिलो चटपटीको लागि सस रेडी गर्दैछु सस रेडी गर्दै गरेको म चाहिँ हौ जलजिरा दुइटै हालिदियो होला हौ सस चाहिँ रेडी गर्छु यहाँ चाहिँ तिखालाल अलिक नजदिक चाहिँ मेरो सस देखायो नि SAUCE सस माने गिलो हो चटपटेको गिलो हो हालेको थियो मामा हैन त्यो बेसी हाल्नु यो चाहिँ हो तोरीको तेल तोरी त गनाएन उयो थियो नि हो तोरीको त्यो पाउडर थियो नि हाम्रोमा क्या त्यो पाउडर अघि मैले मिक्सी लगाइसकेँ त्यसमा चाहिँ तोरीको पाउडर सबै हालिदिन्छु ल यो अलिक सुँगुरको चारो सुबना बेसी बनाउनुपर्छ झोलवाला खादिन ल दुधार पर्यो कता झऱ्यो भने त कस्तो लाग्यो उनीहरूले पुरा हल्ला गऱ्यो अब दोधारे मिठो होइन भने चाहिँ अब गाईलाई होला ओर्सिन्छ नि मामा गिलो चटपटेमा चाहिँ मलाई चाहिँ ओर्सिएकै हुन्छ सिङमा उचालेर हालिदिन्छु दाजुहरू चाहिँ त्यसको होइन इन्स्टाग्रामकोबाट जाउँ न गिलो चटपटी चाहिँ यस्तो भएको चाहिँ अब चाहिँ रेडी खानुपर्छ कस्तो भयो एलिस दामी सादा खाँदैछ कस्तो भयो माइजू असाध्यै दामी अन्त आन्टी मौरिसको सेकेन्ड आन्टी चाहिँ दामी हुने विश्व कस्तो भयो दामी कतिको दामी